लगभग 3-4 वर्ष पहिले तेह्रथुमको एकजना साथीसँग मेरो परिचय भएको थियो। उहाँ धेरै पहिले काठमाडौँ आउनु भएको रे। मेरो विचारमा उहाँ एसएलसी सकेपछि काठमाडौँ आउनु भएको होला। काठमाडौँमा उहाँ विभिन्न ठाउँमा बस्नुभयो। एक ठाउँमा चाहिँ उहाँले के सुन्नु भएछ भन्दाखेरि यो घरमा भूत छ भन्ने सुन्नु भएछ। उहाँ जुन घरमा बस्नुहुन्थ्यो त्यही घरमा भूत छ भन्ने कुरा उहाँले सुन्नु भएको रहेछ। त्यो घरमा उहाँ केही टाइम बस्नुभयो र त्यो दौरानमा उहाँले कहिलेकाहीँ चाहिँ कस्तो आवाज आएको जस्तो, कस्तो अलिकति केही यताउता गएको जस्तो त्यस्तो फिल पनि गर्नुभएछ र मलाई भेट्दाखेरि उहाँले सोध्नुभयो कि काठमाडौँको घरमा भूत हुन्छ भनेर सोध्नुभयो उहाँले। उहाँको र मेरो भेट हुँदा प्राय उहाँले चाहिँ नि तेह्रथुमको कुरा सुनाउनुहुन्थ्यो र मैले चाहिँ काठमाडौँको कुरा सुनाउँथेँ। तेह्रथुमको पनि एकदम रमाइलो कुराहरू, मजाको कुराहरू, कति अहिलेसम्म हामीलाई थाहै नभएको कुराहरू उहाँले सुनाउनुहुन्थ्यो। मलाई एकदम मजा लाग्थ्यो उहाँको कुरा सुन्न र काठमाडौँको पनि कति कुराहरू पुरानो बाजे ले सुनाउनु भएको, बुवा बाजेले सुनाउनु भएको कुराहरू म उहाँलाई सुनाउँथेँ। उहाँ जुन घरमा बस्नुहुन्थ्यो त्यो घरमा जुन तरिकाले तर्साउन आउने कुराहरू उहाँले गर्नुभएको थियो त्यो सुन्दाखेरि चाहिँ नि मलाई त्यो घरमा चाहिँ नि अब बारासी छ जस्तो लाग्थ्यो। बारासी भन्नाले यो कस्तो हो भन्दाखेरि केटी बच्चालाई गुफा राखिन्छ। केटी बच्चा नछुने हुनु अगाडि नै त्यो बच्चालाई चाहिँ नि गुफा राखिन्छ। यदि इनकेस त्यो बच्चा त्यो गुफा राख्दाखेरि त्यही कोठामा बित्यो भने, गुफा निकाल्न अगाडि नै बित्यो भनेदेखि चाहिँ त्यो बच्चालाई चाहिँ अब ढोकाबाट बाहिर ल्याएर अब घाटमा लगेर अन्तिम संस्कार गर्नु हुँदैन। त्यो बच्चालाई चाहिँ नि अब थर्ड फ्लोरमा राखेको छ भने थर्ड फ्लोरको त्यो जुन भुइँ हुन्छ त्यो भुइँ फोरेर सेकेन्ड फ्लोरमा ल्याउनुपर्छ र सेकेन्ड फ्लोरको भुइँ फोरेर सिँढीमा सबभन्दा मुनिको फ्ल्याटमा ल्याएर त्यो मुनि चाहिँ नि माटो खनेर त्यही घरमा गाड्नुपर्छ। त्यो घरबाट बाहिर लानु हुँदैन। काठमाडौँको कुनै कुनै घरहरू यस्तो छ कि जुन बारासी भएको छ। पहिले पहिले त माटोको घर हुन्थ्यो, त्यो भुइँ त्यसरी फोरिन्थ्यो। आजभोल त सिमेन्टको घर हुन्छ। अब कसरी फोर्छ त्यसरी गाडेको घरमा कहिलेकाहीँ चाहिँ तर्साउन आउँछ भन्ने सुनेको छु मैले पनि। अनि कुनै कुनै घरमा चाहिँ त्यो जस्तो गाडेको छ भनेदेखि चाहिँ नि त्यो घरको मान्छेलाई फलिफाप हुँदैन भन्ने कुराहरू पनि मैले सुनेको छु। मैले असमतिर पनि एउटा घर देखेको छु जहाँ बारासी छ भनेर भनिन्छ, तर हो कि होइन चाहिँ थाहा छैन। अब त्यो घरको मान्छे चाहिँ पहिले त्यहाँ बारासी भएकोले उनीहरूलाई चाहिँ नफापेर त्यो घर बेचेर गएको रे भनेर सुनिन्थ्यो। उहाँहरूलाई चाहिँ मैले चिन्छु, अहिले पनि भेट्यो भने मैले उहाँलाई चिन्छु, फेस चाहिँ मलाई याद छ उहाँहरूको। त्यो गुफा राख्दाखेरि चाहिँ नि सनलाइट पनि आउनु हुँदैन भनेर भन्छ कोठामा। मेरो बहिनीको गुफा राख्दाखेरि चाहिँ नि जुन च्याल थियो, च्यालमा चाहिँ नि अब त्यो पेपरले तालिदिएको थियो, त्यो सनलाइट भित्र आउँछ भनेर। पर्दा थियो, पर्दा भए पनि त्यो पर्दा अब कसैले खोलिदिन्छ भनेर त्यो सिसाभरि पेपरले तालेर अनि त्यसपछि पर्दा लगाइदिएको थियो र कोठा पुरा अँध्यारो हुन्थ्यो, बत्ती चाहिँ हुन्थ्यो। यो कुराहरू कसैले पत्याएर लाग्न सक्छ, कसैले पत्याएर नलाग्न सक्छ। हुन त आफैले नपढेसम्म अलि पत्याउन गाह्रो हुन्छ। मसँग पनि यो गुफा राखिसकेपछि, गुफा राखेको कोठामा गुफा निकालिसकेपछि त्यहाँ सुत्दाखेरिको मेरो एउटा अनुभव छ। अब त्यो कतिलाई विश्वास लाग्न सक्छ, कतिलाई नलाग्न सक्छ। तर मैले यो साँच्चै आफैले भोगेको घटना हो यो चाहिँ, जुन म अब नेक्स्ट अर्कोमा भन्नेछु। तपाईँहरूसँग पनि केही यस्तो अनुभवहरू छन् भने कमेन्ट गर्नुहोला। हाम्रो डेली लाइफमा युज हुने एकदम युजफुल वेबसाइटको लिङ्कहरू यो वेबसाइट @nepal.net/webweb यसमा पाउन सक्नुहुन्छ। यसमा मिनिस्ट्री अफ ल्यान्ड म्यानेजमेन्टको वेबसाइटदेखि लिएर रोयल्टी फ्री इमेजेसहरू, फोटोसप अल्टरनेटिभहरू, त्यस्तै PDF टु डकुमेन्ट कन्भर्टर, ओपन सर्ट भिडियो एडिटर, आइस्प्रिङ स्क्रिन रेकर्डर, यस्तो थुप्रै युजफुल वेबसाइटहरू यहाँ पाउन सक्नुहुन्छ। तपाईँहरूको पनि वेबसाइटमा त्यस्तै युजफुल टुलहरू छ भनेदेखि चाहिँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। हामीले तपाईँहरूको वेबसाइट यसमा लिस्ट गरिदिन्छौँ। त्यस्तै गरी यो वेब पेजलाई डेस्कटपमा बुकमार्क पनि गरेर राख्न सक्नुहुन्छ। त्यस्तै गरी मोबाइलमा हो भने यहाँ मोबाइलमा ब्राउजरमा 3 डट्समा क्लिक गरेर एड टु होम स्क्रिन गरेर होम स्क्रिनमा सेभ गरेर राख्न पनि सक्नुहुन्छ। थ्याङ्क यू।